होइन, हिजो अलिजेलाई लगाएको पाप आज कराएको हो। कुनै समय तुलसाले अलिजेलाई थाई मसाजदेखि लिएर अनेकौं लान्छना लगाएकी थिइन्। अरूको इज्जतमा दाग लगाउन खोज्नेहरूले यो बिर्सिएकी समयको चक्र घुम्न बेर लाग्दैन। आज तुलसा आफैले बनाएको त्यो विषालु वातावरणको शिकार भइरहेकी छिन्। अरूको खुट्टा तान्ने र अपमान गर्ने खेल धेरै दिन टिक्दैन। भनिन्छ नि, अरूको लागि खनेको खाल्डोमा एक दिन आफै जाकिन्छ। अलिजेलाई त्यो बेला दिएको मानसिक तनाव र गरेका ती नीच टिप्पणीहरू आज तुलसाकै लागि भारी परिरहेका छन्। के तपाईलाई पनि लाग्छ तुलसालाई अहिले पाप नै लागेको हो त? के अरूको अपमान गर्नेहरूको अन्त्य यस्तै हुन्छ? आफ्नो कडा प्रतिक्रिया कमेन्टमा लेख्नुहोस् र यो भिडियोलाई शेयर गरेर सबैलाई सचेत गराउनुहोस्। तुलसा कलेक्सनकी तुलसा अधिकारी र कुमार चिमोरिया बीचको मुद्दाको विषयमा हामीले केही दिनदेखि कुराकानी गरिरहेका छौँ। मैले बनाएको यो डिफ्युजन नोटिस सम्बन्धी बनाएको भिडियो तपाईँहरूले अत्यधिक रुचाइदिनु भयो, धेरैले मन पराइदिनु भयो। मलाई धेरैजनाले क्वेरिज पनि गर्नुभएको छ, पर्सनली इनबक्समा म्यासेज गर्नुभएको छ। तपाईँ सम्पूर्णलाई हार्दिक आभार भन्न चाहनुहुन्छ। अनि तपाईँहरूको यो इन्टेन्सन देखे पछाडि मलाई के लाग्यो भने सोसल मिडियामा हामीले सही सूचना लिन चाहन्छौँ। सही सूचनाको जरुरी छ। तुलसा गरी कुमारले यस्तो म्यासेज आयो, तुलसाले यो बोल्यो भनेर दुईटा सोसल मिडिया, एउटा समाज नै दुईटा च्याप्टरमा भइरहेको अवस्थामा मुद्दाको विषयमा के हो त कुराकानी। यो प्रत्यक्ष एज अ रजिस्टर वकिल हो म र मिडिया कर्मी, क्राइम सेक्युरिटी बिटमा काम गर्छु, रिसर्च गर्छु र म लेखक पनि हो, किताब पनि छ मेरो। यो मेरो विषयभित्र परेको भएर समाजमा हुने यस्ता विषयहरूमा प्रत्यक्ष रूपमा म संलग्न हेरिरहेको हुन्छु, बुझिरहेको हुन्छु, पढिरहेको हुन्छु। कता जाँदैछ, के चलिरहेछ समाजमा, के ट्रेन्ड आइरहेछ, द्याट्स माई इन्टेन्सन। सो यो विषयमा जानकारीमूलक भिडियो बनाएकी हुँ। तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। र के तुलसा अब तत्कालै पक्राउ पर्छिन् भन्ने सबैको चासोको विषय हो। उनको विरुद्धमा डिफ्युजन नोटिस जारी भइसकेको छ र पक्राउ पूर्जी जारी भएको अवस्था पनि हो। उनी विरुद्ध प्रहरी वृत्त 7 बाटोमा मुद्दा दर्ता भएको छ। 3वटा कसुर छ: ठगी, आपराधिक विश्वासघात लाभ अनि सम्पत्ति शुद्धिकरणको मुद्दा। कुमार चिमोरियाले 2वटा मुद्दा दर्ता गर्नुभएको, अघिल्लो जुन ठगी र आपराधिक लाभको हो भने सम्पत्ति शुद्धिकरणको मुद्दा चाहिँ अघिल्लो मुद्दा अनुसन्धान गर्ने क्रममा प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुर पनि आकर्षित हुने भए पछाडि चाहिँ प्रहरीले थप अर्को कसुरमा पनि अनुसन्धान गरेको हो। 3वटै मुद्दा तुलसाजीको लागि अलिकति भारी पर्ने देखिन्छ। तपाईँले भने जस्तै गरी तत्कालै तुलसालाई पक्राउ गरेर ल्याएर बयान गरेर ल्याउने एउटा प्रोसेस पनि छ। तर यस्तो केसमा नर्मली के हुन्छ भने म तपाईँलाई 2वटा कुरा भन्छु। के हो भने यो चाहिँ विशुद्ध प्रहरीको जसले मुद्दा हेरिरहेछ उहाँमा डिपेन्ड हुने कुरा हो। उहाँलाई यो मुद्दा दर्ता गरे पछाडि हेर्ने क्रममा आरोपी जो विपक्षी छ उहाँलाई पक्राउ गरेर उहाँको बयान पनि लिएर, उहाँको पनि बाइट्स राखेर, उहाँको पनि भर्सन राखेर मात्र मुद्दा दर्ता गर्नुपर्छ, अभियोग पत्र बनाउनुपर्छ भन्ने लाग्यो भने चाहिँ उहाँले पक्राउ गर्नको लागि अलिकति जोडबोड गर्नुहुन्छ। त्यो मुद्दा हेर्ने अधिकारी एउटा मात्र हुँदैन। सङ्गठन एकदमै, प्रहरी सङ्गठन एकदमै धेरै प्रोफेसनल छ नेपालको। अत्यन्तै काबिल हुनुहुन्छ उहाँहरू चाहिँ, एकदमै सक्षम अनुसन्धान गर्नुहुन्छ। यो एकजना पर्टिकुलरली एकजना प्रहरीले चाहेर मात्र मुद्दा बङ्गाउने, हार्ने गर्ने भन्ने हुँदैन। यो तपाईँहरूले यस्तो खालको ह्युमर पनि एउटा हिस्ट्री बोकेको प्रहरी सङ्गठनको विषयमा यस्तो गलत ह्युमर चाहिँ फैलाउनु हुँदैन। अत्यन्तै दक्ष छ। अनि यो मुद्दा चाहिँ सोसल मिडियामा अत्यन्तै धेरै हाइप भएको भएर प्रहरी प्रधान कार्यालय नक्सालले समेत प्रत्यक्ष निगरानी गरिरहेको छ र उहाँको पनि टिम खटिएको छ अनुसन्धानको लागि भन्ने मैले सूचना पाएको थिएँ। यो विषयमा मैले प्रहरी प्रधान कार्यालयका प्रवक्ता अभिनारायण काफ्ले सरसँग कुराकानी गरेको थिएँ। उहाँले निष्पक्ष रूपमा छानबिन हुने, अनुसन्धान हुने बताउनु भएको छ। अब उनी पक्राउ पर्छिन् कि पर्दैन, वरिष्ठ अधिवक्ता जो हुनुहुन्छ बाबुराम दाहाल सर, उहाँसँग मैले यो विषयमा कुराकानी गरेको थिएँ। मेरो जानकारी र उहाँसँगको कुराकानीको आधारमा चाहिँ तुलसा पक्राउ पर्ने सम्भावना अलिकति बढी देखिन्छ यो मुद्दामा। तर कुमार चिमोरियाले भने जस्तै गरी आपराधिक लाभ र ठगीको मुद्दामा पुष्टि हुने अवस्था भने कमजोर छ। किनभने तुलसाले ब्ल्याकमेलिङ गरेको, पैसा दिइनस् भने तँलाई यो गर्छु, रेप केसमा फसाइदिन्छु, यो गर्छु, उहाँले जुन बाहिर मिडिया कन्ट्रोभर्सी गर्नुभएको छ नि, त्यस्तो खालको परमाड उहाँसँग छ भने मात्रै त्यो कुरा पुष्टि हुन्छ। कसैले आरोप लगाउँदैमा अपराध पुष्टि हुने होइन, कसुर पुष्टि हुने होइन। त्यसलाई पुष्टि गर्नको लागि चाहिँ
यथेष्ट प्रमाण चाहिन्छ, दसी प्रमाण, सहायक प्रमाण, त्यो उहाँको बोलीलाई पुष्टि गर्नको लागि प्रमाणहरू चाहिन्छ। त्यो प्रमाण कुमारजीसँग छ भने चाहिँ पुष्टि हुन्छ। तर यस्तो केसमा धेरै जसो केसमा चाहिँ पुष्टि हुँदैन। यदि प्रमाण आरोप पुष्टि भएन भने चाहिँ त्यो कसुर मानिँदैन र यो पैसा फिर्ता हुने कन्डिसन कम हुन्छ। यदि ब्ल्याकमेलिङ गरेको, हनी ट्र्यापिङ गरेको र रेप केस अथवा अन्य केसमा फसाइदिन्छु भन्दै धम्काएको लिखित प्रमाण, अडियो भिडियो, कुनै साक्षी, कुनै पनि खालको प्रमाण कुमारजीसँग छ र त्यो प्रहरीमा पेश गर्नुभएको छ भने चाहिँ त्यो प्रमाण तुलसाजीको लागि भारी पर्न सक्छ। उहाँलाई मुद्दा हेर्ने अधिकारीले पक्राउ गरेर बयान लिएर पनि अभियोग दर्ता गर्न सक्नुहुन्छ र पछि नै अब अदालतमा गइसके पछाडि मात्र उहाँको भर्सन राख्ने खालको मेन्टालिटी भयो भने यत्तिकै एकरो अनुसन्धान सकाएर अभियोग पत्र सरकारी वकिल कार्यालयमा बुझाउने प्रचलन पनि छ। सरकारी वकिल कार्यालयले पनि प्रहरीले पठाएको अभियोग पत्र एकपटक हेर्छ, कानुनी आधारहरू, फल्टहरू के कस्तो छ सबै कुरा हेरे पछाडि त्यहाँ पनि टिम हुन्छ। कुनै एकजनाले काम गर्ने होइन, टिमले, प्रहरीमा पनि टिमले काम गर्ने हो, सरकारी वकिल कार्यालयमा पनि टिमले काम गर्ने हो। टिमले काम गर्ने हुँदाखेरि चाहिँ प्रोफेसनल हुन्छ। त्यहाँनिर एउटाको इन्टेन्सनको आधारमा कसैलाई ब्लेम गर्न र त्यो आक्षेप लगाउन पाइने अवस्था होइन। त्यो टिमले यो अनुसन्धान ठिक छ भन्यो भने मात्रै मुद्दा दर्ता हुन्छ, जिल्ला अदालतमा मुद्दा दर्ता हुन्छ। तीनवटै कसुर अहिले चाहिँ जिल्ला अदालतमा अनुसन्धान हुन्छ। अहिले जिल्ला अदालतले सम्पत्ति शुद्धिकरणको पनि मुद्दा हेर्ने गरेको छ, फैसला गर्ने गरेको छ। अब यो केसमा पक्राउ अब प्रोसेस चाहिँ छ। उहाँलाई पक्राउ गर्नको लागि पक्राउ पुँजी जारी भएको र डिभिजन नोटिस पनि जारी भएको सूचना पाएपछि प्रोसेस चाहिँ छ। अब पक्राउ पर्नुहुन्छ या पर्नुहुन्न त्यो दुईटै कुरामा मैले अगाडि बताइसकेँ। अनि कुमारजीको पैसा फिर्ता हुने कुरामा पनि अब तुलसाजीलाई उहाँले मुद्दा दर्ता गरे पछाडि पनि धेरै पटक म्यासेज गरेको, सरी भनेको, माफी मागेको, प्लिज फेरि हामी कोअर्डिनेट गरौँ भन्ने खालको टेक्स्टहरू जुन भाइरल भइरहेको छ, अडियो भिडियोहरू, त्यो भिडियोहरू चाहिँ तुलसाजीलाई को केसलाई उहाँको फेभरमा काम गर्नको लागि प्रयोग हुन्छ। अब त्यो दुईजना व्यक्तिहरू बीच जसको प्रमाण लिखित, मौखिक, दस्ती, अब जस्तै भिडियो, श्रव्य दृश्य, यो अनेक थरी हुन्छ प्रमाणहरू। जोसँग प्रमाण स्ट्रङ छ त्यो व्यक्तिले जित्छ। यति नै भन्न चाहन्छु। बुढा कलेक्सनले के भन्यो भन्दाखेरि अब छोरी त ऊ जस्तो बनाउने रे, जस्तो उसले गर्दै हिँड्यो नि होइन, छोरीलाई त्यस्तै बनाउने रे। यति सानो उमेरमै के देख्यो कस्तो आमा थियो, म जस्तै बनाउने हो रे छोरीलाई। छोरीलाई दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ भन्ने कुरा सिकाउने त होइन होइन। आफूले जस्तै अलिकता धनी मान्छे, अर्काको बुढा, अनि अलिकता पैसा भएको मान्छे को पाउँछ अनि त्यसलाई मुर्गा बनाएर ब्ल्याकमेल गर्ने, अनि त्यसको जिन्दगी सकाएर चाहिँ अनि के अरे पैसा कमाउने होइन। अनि त्यस्तो कुरा सिकाउने रे क्या, त्यस्तो भनिरहेछ। कस्तो होला क्या यो के, म जस्तै बनाउने रे, ढुक्क भइरह्यो क्या। लाज भन्ने कुरा त छँदै छैन क्या उसलाई, के त्यो शरम भन्ने कुरा छँदै। यसलाई त त्यो पैसा दियो भने मैले भने यस्तोहरूले हो कि त्यस्तो नभन्दाखेरि पैसा दियो भने जो कोहीसँग पनि त्यस्तो खालको अनैतिक सम्बन्ध चाहिँ राख्न सक्ने हरकतको आइमै भनेको यो बुढा कलेक्सन हो क्या। यसलाई पैसा दियो भने यसले कोही हेर्दैन कि, न नाता गोता, न इष्टमित्र, न अरू कोही, न यो त्यो, न हार्ड नाता, न के यताउता, यसले कुनै हेर्दैन क्या। ल यो कुरा लेखेर राख्नु कि यस्तो हरामी हो कि। सबैजनालाई नमस्कार भन्नको लागि फेरि दोस्रो भिडियो बनाउन आएकी छु। योभन्दा अगाडि मैले तुलसालाई डिभिजन नोटिस जारी भएको छ भन्ने विषयमा एउटा जानकारीमूलक भिडियो बनाएकी थिएँ। टिकटकभरि, सोसल मिडियाभरि तुलसा कलेक्सन के तुलसा र कुमार चिमोरियाको विषयमा छ्यापछ्याप्ती भिडियो भाइरल भइसके पछाडि सामाजिक सञ्जाल होस् या अनलाइन मिडिया प्लेटफर्म होस् या अथवा युट्युब, जताततै हनी ट्र्याप, विश्वासघात लगायतका विभिन्न शीर्षक उपशीर्षक राखेर तुलसाको विषयमा उनको फोटो भिडियोहरू अपलोड गर्दै समाचारहरू पब्लिक भएका छन्। सोसल मिडियामा पनि उनको विषयले तातेको छ।
यो विषयमा मैले एउटा डिफ्युजन नोटिस जारी भएको छ भन्ने विषयमा भिडियो बनाएकी थिएँ। यो भिडियो अत्यन्तै धेरैले मन पराइदिनु भएछ, हेरिदिनु भएछ होइन। यो भिडियो यतिकै क्याजुअली, म यस्तो धेरै भाइरल हुन मनपर्ने व्यक्ति होइन। मलाई क्याजुअली कहिलेकाहीँ टिकटकमा भिडियो बनाउन, टिकटक बनाउन मनपर्छ, किनकि यसले रिफ्रेसमेन्ट दिन्छ नि त। दिनभरि म नर्मली काम लेख्ने पढ्ने काम नै गर्छु, रिसर्चको काम गर्छु। त्यो एकदमै मेन्टली धेरै काम गर्ने भएको भएर पनि रिफ्रेसमेन्टको लागि म सोसल मिडिया प्रयोग गर्ने गर्छु, हेर्ने गर्छु, सट्ट स्क्रोल गर्ने गर्छु। फेरि मेरो बिट पनि हो समाजमा भइरहेको, कता जाँदैछ, के भइरहेछ, कस्ता कस्ता अपराधहरू जन्मिरहेका छन्, अपराध, सुरक्षा, सामाजिक मुद्दाहरू के कस्ता छन् होइन। एज अ लयर, एज अ वकिल र एज अ मिडिया कर्मीको हिसाबले पनि त्यो विषयमा जान्न मेरो जान्नै पर्ने हुन्छ। त्यो भएर पनि मैले हेरिरहेको हुन्छु। डिफ्युजन नोटिसको विषयमा बनाएको त्यो जानकारीमूलक भिडियो अहिलेसम्म करिब 68,000 प्लसले हेरिदिनु भएको छ। धेरैजनाले मलाई म्यासेज गर्नुभएको छ। मेरो टिकटकहरू चाहिँ खासै अरूले फलोवर्स भन्दा बाहिरकोले कमेन्ट गर्न मिल्ने, त्यो डाउनलोड गर्न मिल्ने खालको बनाएको छैन। एकदम प्राइभेट, अब म सेक्युरिटी बिटमा काम गर्ने भएको भएर पनि मेरो सोसल मिडियाहरू अलिकति सेक्युर बनाएको छु मैले। त्यो भएर धेरैले मलाई बोल्न पाउनु भएको छैन, रिक्वेस्ट गर्नुभएको छ, त्यहाँ म्यासेजहरू गर्नुभएको छ, प्लिज दिदी यस्तो बनाइदिनु न, यसमा के हुन्छ, यो के हुन्छ, मेरो यस्तो छ, हस्बेन्डले टन्नै अर्बपति छ भने उसको चाहिँ मनी लाउन्ड्रिङ लाग्छ कि लाग्दैन भन्ने कुरामा सोधिरहनु भएको छ। मैले यो तुलसा कलेक्सनसँग जोडिएको 3-4वटा विषयमा पार्ट बाई पार्ट जानकारीमूलक उहाँहरूको व्यक्तिगत सम्बन्धको विषयमा चाहिँ म बिल्कुल बोल्नेवाला छैन, किनकि एउटा उमेर पुगेको पुरुष र महिला बीचको शारीरिक सम्बन्धलाई नेपालको कानुनले अपराध मानेको छैन। त्यो डिभोर्सको कारण बन्न सक्छ, अरू अन्य अपराधहरू जोडिएपछि त्यो इलिगल हुन सक्छ, तर फिजिकल सम्बन्धलाई नै नेपालको कानुनले चाहिँ अपराध भनेर भनिसकेको